केही कुरा सुनाउन भया हिट भयाको आज अछामी फल्याउट आइगो तमी सबका माझ अछामी फल्याउट आइगो तमी सबका माझ टाढाइदै मायाजाल लाउनु सेती बबैकन टाढाइदै मायाजाल लाउनु सेती बबैकन ढोक दिया नमस्कार गरे जदौ सबैकन ढोक दिया नमस्कार गरे जदौ सबैकन। धन्यवाद सर। यस कार्यक्रमका अध्यक्षज्यू, अतिथिज्यू, प्रमुख अतिथिज्यू र यो हलमा उपस्थित सम्पूर्ण आदरणीय साहित्य अनुरागज्यूहरूमा म प्रदीप जैसीको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। अब अछामी भनिसकेपछि हाम्रो मौलिकता एउटाबाट नै म सुरु गर्न चाहन्छु। त्यसपछि म अछामीमै एउटा कविता पनि सुनाउनेछु। ओत लाग्ने झ्यापुल्लो छैन पेटाउनु घाँस छैन, ओत लाग्ने झ्यापुल्लो छैन पेटाउनु घाँस छैन, जिन्दगी काइँठी पो उड्ने कसैको आश छैन, जिन्दगी काइँठी पो उड्ने कसैको आश छैन। बाज छियो परदेश उड्यो चारो चर्नाकीलाई, बाज छियो परदेश उड्यो चारो चर्नकीलाई, मैना चढी स्वदेश रुन्छ भुँडी भर्नाकीलाई, बाज छियो परदेश उड्यो चारो चर्नाकीलाई। महँगाई आकाश बाइगो क्या खाई बाँच्ने हो, महँगाई आकाश बाइगो क्या खाई बाँच्ने हो, हामु कि रगरगा दुःख दिन क्यारी काट्ने हो, महँगाई आकाश बाइगो क्या खाई बाँच्ने हो। कुडा मात्रै ठुला अद्दा, कुडा मात्रै ठुला अद्दा केही भाङ्गो लाउँदैन, कुडा मात्रै ठुला अद्दा केही भाङ्गो लाउँदैन, गरिबका झुपडीमा राम्रा दिन आउँदैन, गरिबका झुपडीमा राम्रा दिन आउँदैन। जनताका मुन्टाउनी राखी ऋणका भकारी, जनताका मुन्टाउनी राखी ऋणका भकारी, आफ्नै बुढी ठुला बनाई भट्टासन डकारी, आफ्नै बुढी ठुला बनाई भट्टासन डकारी। त्यसपछि म एउटा सानो गजल राख्न चाहे। गाउँ रित्तिया ठाउँ रित्तिया सबै बाइगे पुडा, गाउँ रित्तिया ठाउँ रित्तिया सबै बाइगे पुडा, धने काले नाउँ रित्तिया सबै बाइगे पुडा।